हेलो साथीभाइहरू नमस्कार, फेरि स्वागत छ मेरो युट्युब च्यानलमा। अब फेरि मैले आज एक लास्ट भिडियो भने है, हजुर नेपाली भएर एउटा नेपालीले सपोर्ट गर्न सक्नुहुन्न भनेपछि हाम्रो नेपाल अगाडि बढ्दैन। त्यस कारणले गर्दा आफ्नै दाजुभाइ सम्झेर मलाई माया गरिदिनु हुन र लाइक सब्सक्राइब गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। ल 20 सेकेन्ड खाइदिइहालेँ, अब सुरु गरौँ है त। ल अब के कुरा भन्दाखेरि हजुरले हल्का रमाइलोमा देखिरहनु भएको होला कि सरी, हाम्रो पुकु बल्छीसँग झगडा गरेर आफ्नो माइत जान निस्किन्छन्। अनि आफ्नो माइत जान निस्किँदाखेरि बल्छीले भरिया बनाएर आफ्नो साथीलाई राख्छ बोगे भनेर तपाईँ घरभित्र राख्नलाई। तर उसले चाल बुझेर पुकुले आफ्नो घर पुग्छिन्। आफ्नो घर पुगेर आफ्नो बाबासँग कुरा गर्दै हुन्छन् कि यस्तो यस्तो भयो र उसले पनि यसको नाम के फेरि मैले बिर्सेँ, सरी। पुकुको बाउले पनि के भन्छ भन्दाखेरि योभन्दा राम्रो केटा मैले पहिला समयमा लग भनेको थिएँ नि त, लगिनुहोस् भनेर भन्छ। त्यसपछि पुकुको दाइले पनि अब जे भयो भयो बहिनी, ऊ गर्नुपर्छ यस्तो गर्नुपर्छ भनेर सम्झाइरहेको हुन्छ। सबैले थाहा हुनु भएको होला। अनि लास्टमा के हुन्छ भन्दाखेरि अब पुकुलाई आफ्नो घर लिनको लागि बल्छीले एउटा प्लान बनाउँछ जसमा नराम्रोसँग त्यही नै फस्छ। के हुन्छ हजुरले थाहा पाउनु भएको होला, थाहा छैन भने चाहिँ म सर्टमा भनिदिन्छु। उसले आफ्नो साथीहरूलाई गुन्डा बनाएर पुकुलाई छेड्न पठाउँछ र आफूले बचाउन जाने भन्दा पहिले नै त्यसको दाइले होइन तिनीहरूलाई कुट्न थाल्छ र उनीहरूले सत्य भनिदिन्छन्। त्यसपछि उल्टो बल्छीलाई आफत आइपर्छ। ल योसम्म त म हजुरलाई भन्दै, अब अगाडि के हुन्छ म भन्छु र अब हल्का रमाइलो पनि बन्द गर्ने बेला भइसकेको छ भन्ने बारेमा पनि म हजुरलाई एउटा जानकारी दिन आइरहेको छु है त। ल अब के हुन्छ भन्दाखेरि अब एउटै कहानी यिनीहरूले घिसिट पिसिट गर्छन् क्या एउटै, अनि त्यो पनि एउटैमा सक्ने होइन त, फेरि भ्लग बनाए जस्तो क्या ब्लग। हेलो गाइज, म यहाँ छु, म त्यहाँ छु, सक्यो भ्लग, भोलि आइजाउँ अर्को भ्लगमा, यस्तो यस्तो भइरहेछ। तर म हजुरलाई म अर्को अब के हुन्छ यसभन्दा अगाडि म त्यो सबै भनिदिन्छु। अब के हुन्छ भन्दाखेरि अब उनीहरूले झन् रिस उठाउँछन् है, रिस उठाउँछन् र बल्छीलाई खेद्छन् र अब मुखदेखि त्यसलाई म काटी फालिदिन्छु भनेर यस्तो यस्तो कुरा गरेर अनि बल्छी फेरि उता फर्किन्छ। अनि फेरि अर्को प्लान बनाउनु लाग्छ। अब बल्छी राति राति जान्छ पुकु हुन। त्यसपछि माफी माग्छ र हिँड पुकु घर जाऊँ भनेर भन्छ। तर पुकुले मान्दैन, उल्टो हाम्रो पुकुको बाउले उसलाई पिटिन फर्काइदिन्छ। त्यसपछि एक हप्ता बितिसकेपछि पुकुलाई फेरि त्यसकै माया लागेर फेरि जान्छे र फेरि त्यो ड्रामा सुरु हुन्छ। अब पहिले बिहे नगर्दासम्म चाहिँ ठिकै थियो, मतलब अरू नयाँ नयाँ कहानी कस्तो कस्तो कमेडी बनाउँथ्यो बल्छीले, बल्छीको राम्रो लाग्थ्यो मलाई, हल्का राम्रो लाग्थ्यो। तर अहिले अब बिहे गरेदेखि अब त्यो बुढाबुढीको झगडा, त्यसपछि फेरि मिलन, अनि फेरि रुममा तगडा हुन्छ यिनीहरूको। त्यही भएर अब मलाई इन्ट्रेस्ट लास्ट घटिरहेको छ र हजुरलाई थाहा नै छ कान्छी र भुन्टीको 1 घन्टामै 1 मिलियनभन्दा बढी, 1 घन्टामै 1-2 लाख काट्छ र 1 दिनभित्र 1 मिलियन काट्छ भनेपछि हजुरको यो बल्छीको आज 6 दिन भइसक्यो, जम्मा 7,80,000 भ्युज आएको छ। मतलब एकदमै डाउनफलमा गइरहेको छ हल्का रमाइलो। यदि स्टोरीमा इम्प्रुभ ल्याउन सकेन भने, स्टोरीमा राम्रो गर्न सकेन भनेपछि यो केही महिनामा, अब महिना नभए पनि 1 वर्षभित्र यो सो बन्द हुन तागारमा आउँछ। हजुरलाई के लाग्छ? हजुरलाई पनि मेरो कुरामा सहमत हुनुहुन्छ भनेपछि यस लेख्नुहोस्, नत्र नो भन्नुहोस् है त। अनि यस्तै भिडियो हेर्नको लागि के मलाई लाइक सब्सक्राइब गरिदिनुहोस्। भगवान्ले हजुरको फ्यामिलीलाई खुसी राखोस्। जय नेपाल। भोलि भेटौँ।